भर्खरै कक्षा 10 को रिजल्ट आएको छ। उक्त रिजल्ट तपाईँको फोनमा कसरी हेर्ने भनेर आज हामी सिकाउन गइरहेका छौँ। त्यसको लागि तपाईँहरू आफ्नो फोनको मोबाइल ब्राउजरमा गएर see.ntc.net.mp टाइप गर्नुहोला। टाइप गरेपछि तपाईँको सामने एउटा यस्तै स्क्रिन खुल्नेछ। जुन स्क्रिनमा तपाईँले आफ्नो सिम्बल नम्बर हाल्ने ठाउँ पाउनुहुन्छ। त्यहाँ तपाईँले आफ्नो सिम्बल नम्बर पछाडिको अल्फाबेट सहित हाल्नुपर्ने हुन्छ। त्यो हानेपछि तपाईँहरूले आफ्नो जिपिए यहाँ देख्न सक्नुहुन्छ। जस्तो मेरो सिम्बल नम्बर हाल्छु म। त्यसपछि म सर्च रिजल्ट गर्छु। सर्च रिजल्टमा क्लिक गरेपछि यहाँ जिपिए देख्न सकिन्छ। अब तपाईँले आफ्नो ग्रेड सिट नै हेर्न चाहनुहुन्छ भने त्यो पनि यहाँबाट हेर्न सकिन्छ। त्यसको लागि के गर्ने भनेर म सिकाउँछु। त्यसको लागि यहाँ ग्रेड सिट लेखेर माथि एउटा अप्सन रहेको छ। त्यो अप्सनमा क्लिक गर्ने। यहाँ क्लिक गर्ने बित्तिकै तपाईँहरूको सामने एउटा यस्तो अप्सन खुल्नेछ। अब यहाँ आफ्नो सिम्बल नम्बर र डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। सिम्बल नम्बर त अब त्यो हजुरको अल्फाबेट सहित अघि चाहिँ राख्ने कुरा भइहाल्यो। अनि डेट अफ बर्थ राख्दा चाहिँ तपाईँहरूले ध्यान पुर्याउनु पर्ने हुन्छ। पहिला म सिम्बल नम्बर राख्छु अनि फेरि कुरा गरौँला। अहिले मैले छुट्टै सिम्बल नम्बर प्रयोग गरेको छु। यो सिम्बल नम्बर अर्कै व्यक्तिको हो। अघिको व्यक्तिको भन्दा यो व्यक्तिको रिजल्ट फरक आउँछ। डेट अफ बर्थको लागि उक्त व्यक्तिको डेट अफ बर्थ हुनु पर्यो। उक्त डेट अफ बर्थ आफूले बोलाउने गरेको डेट अफ बर्थ नभइकन, आफूले मजाकमा भन्ने गरेको डेट अफ बर्थ नभइकन हजुरहरूको एडमिट कार्डमा रहेको पर्फेक्ट ओरिजिनल डेट अफ बर्थ हुनु पर्यो। उक्त डेट अफ बर्थ म यहाँ हान्न गइरहेको छु। अब त्यो हान्दा कसरी हान्नु पर्यो भन्दा फर्स्टमा जस्तो 2063 छ भने फर्स्टमा 2063 अनि ड्यास अनि महिना अनि गते यहाँ दिएको फर्मेटमा हान्नु पर्यो। अब सर्च रिजल्टमा क्लिक गर्नु पर्यो। सर्च रिजल्टमा क्लिक गर्ने बित्तिकै हाम्रो सामने एउटा यस्तो ग्रेड सिट खुल्नेछ। अब यहाँ तपाईँहरूले आफ्नो रिजल्ट देख्न सक्नुहुन्छ। अघि तपाईँहरूले देख्नु भएको जिपिए अब यहाँ पुरै डिटेलमा आउँछ। यहाँ चाहिँ यो व्यक्तिलाई चाहिँ मैले रिजल्ट हेरेको व्यक्तिलाई एनजी लागेको रहेछ। एनजी पनि 4वटा विषयमा लागेको रहेछ। यदि तपाईँलाई एनजी लागेको छ भने हात्तिनु पर्दैन। राष्ट्रिय परीक्षा बोर्डले 1 महिनाभित्रमा एउटा रिएक्जाम गर्नेछ। उक्त रिएक्जाममा तपाईँहरूले भाग लिन पाउनुहुनेछ र रिएक्जाममा राम्रोसँग गरेर उक्त एनजी लागेका विषयहरूलाई आनन्दले कटाउन सक्नुहुन्छ। त्यसैले यदि तपाईँहरूलाई एनजी लागेको छ भने तपाईँहरूले चिन्ता गर्नु पर्दैन। आजदेखि मेहनत गरेर पढ्न थाल्नुहोस्। एक महिनापछि तपाईँहरूले राष्ट्रिय परीक्षा बोर्डले फेरि लिएको रिएक्जाममा भाग लिन पाउनुहुनेछ र एकदम राम्ररी एक्जाम दिन फेरि पाउनुहुनेछ। चिन्ता नगर्नुहोस्। अब तपाईँले यसलाई प्रिन्ट गरेर राख्छु भन्न पनि सक्नुहुन्छ। तपाईँले एसईको रिजल्ट तपाईँलाई सधैँ चाहिने रिजल्ट हो। त्यसैले तपाईँले यसलाई प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। त्यसको लागि यहाँ प्रिन्ट ग्रेड सिट भन्ने अप्सन छ। त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँ सेभ एज पिडिएफ गरिदिनु होला। अब आफ्नो जे राख्न पनि पाउनुहुन्छ। के राख्नु होला जस्तो मेरो एससी सल्भ गरेर राख्छु। ओके गरिदिएँ। यसरी अब तपाईँहरूले आफ्नो एससीको रिजल्टलाई सेभ गरेर राखिसक्नु भएको छ ग्रेड सिटलाई। राष्ट्रिय परीक्षा बोर्डले छुट्टै एउटा ग्रेड सिट नदिएसम्म तपाईँहरूले यो जुन फोटोकपी गरेर सबैतिर देखाउँदा यो वर्किङ हुन्छ। यसरी नै तपाईँले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। सबैजनाले आफ्नो रिजल्ट चेक गर्नुहोला। सबैजनालाई सबैको राम्रो रिजल्ट आओस्। सबैजनालाई धेरै धेरै शुभकामना छ। हस्त धन्यवाद।